साथी हो पहिला यहाँ इजरायल आउनुको लागि होइन डकुमेन्ट्सहरू के चाहियो भन्दाखेरि सिर्फ ड्राइभिङ लाइसेन्स छ ड्राइभिङ गर्नु आउँछ ड्राइभिङ गर्नु आउँछ तर ड्राइभिङ लाइसेन्स छैन ड्राइभिङ त चाहिन्छ अरे अनि जेन तेन ड्राइभिङ बनायो ड्राइभिङ लाइसेन्स बनायो इजरायलमा ड्राइभिङ गऱ्यो भने एक्स्ट्रा मनी कपाल काटिदिँदा एक्स्ट्रा मनी दाढी काटिदिँदा एक्स्ट्रा मनी लेडिजहरूको मेकअप गरिदिँदा एक्स्ट्रा मनी त्यो दिन्छ अरे के भुत्रो दिन्छ 15 रुपियाँको टमाटर हो अलिक सम्हालेर चलाइ गर्छ मेरो यहाँको इम्प्लोइले बोजू हो बाजे पनि हो बोजू पनि हो 15 रुपियाँको टमाटर सम्हालेर चलाइ गर्छ अम्बो के भन्नु त्यस्तो ल्याउने दिन्छ मेरो ड्राइभिङ गर्ने लाइसेन्स त बनायो ड्राइभिङ गर्ने गाडीहरू छ तपाईँहरू बाजेलाई बिहानदेखि बेलुकासम्म यसरी ड्राइभिङ गर्ने यो मेरो कसरी चलाउने म त्यो पनि देखाउँछु यसमा चलाउने 90 किलोको हुन्छ वेट पुरोको सानो भएर हुन्छ त्यो कोरामा चलाउँदा यहाँ साह्रो हुन्छ नि कोरामा चलाउँदा त्यस्तो भएको मेरो टाइट भएको छ साह्रो भएको यतिको चलाउँछ कतिको ठाउँमा यतिको चलाउँछ यति झार्दा यति गर्नु पर्छ त्यो ड्राइभिङ लाइसेन्स बनाएर यही चलाउनु पर्छ अरू चलाउनु पाउँदैन 20-25 हजार खर्च गरेर तत्काल हो ड्राइभिङ लाइसेन्स ए हुन्छ नि यही हो नपाकी पेसेन्टको